हेलो गाइज, वेलकम टु माई च्यानल है। आजको भ्लग चाहिँ धरानदेखि झुम्कासम्मको बिना पैसा ट्राभलवाला भ्लग थियो हैन। तर धरानमा मैले भोटेपुलबाट तिनकुनेसम्म लिफ्ट पाएँ। त्यस पछाडि तिनकुनेदेखि इटहरीसम्मको लिफ्ट पाएको थिएँ। तिनकुनेदेखि इटहरीसम्मको भिडियो पनि बनाएको थिएँ हैन। तर के भएछ भने भिडियो यहाँ यो अन गर्ने ठाउँमा मतलब भिडियो रेकर्ड गर्ने ठाउँमा रातो बटनमा थिचेको, तर थिचिएकै पो रहन्छ। म इटहरीसम्म बोलेको थिएँ। कस्तो यार दुःख लाग्यो। त्यही भएर हालिनु मैले। र आजको यो ब्लग एकदमै इन्ट्रेस्टिङ छ। किसानको छोरो मतलब त्यो पेसा हो। सो आज म हाम्रो खेती किसानी कामहरू देखाउँछु। र आज चाहिँ हाम्रो दाल ठेसर लाएर दालको भुस घरमा ल्याउनु छ। सो आज त्यसैको बारेमा चर्चा गर्दै आज म गाउँ घुमाउँछु। आज म के भन्छ खेत घुमाउँछु। ओके, सी यू इन फुल ब्लग। ओके गाइज, अन्त्यसम्म हेर्नु होला। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु भने नबिर्सिनु होला। ल जाउँ, खेततिर जाउँ। र यो चाहिँ हाम्रो गाउँ वरिपरि। र अहिले म घर अगाडि छु र यो मेरो साइकल। अब हामी जानुपर्छ खेततिर हैन। सो अब म साइकल कुदाउन गइरहेको छु हैन।
सो गाइस म चाहिँ खेततिर आइसकेको छु हैन। खेत हाम्रो खेत हैन, अरूकै खेत हो। मम्मीले दाल उखलिदिनु भएको। दाल उखलिदिए बापत हामीलाई भुस दिन्छन्। भुस चाहिँ किन्नुपर्छ क्या। सो उखलिदिएपछि त फ्रीमै पाइयो। सो त्यही भुस हामी आज ओसार्न गइरहेका छौँ र थ्रेसर लाउँदैछन् कि छैनन् थाहा भएन। छैन भने एकछिन बस्नुपर्छ। सो अब हामी अगाडि बढ्दै जाऊँ। अझै खेतको बाटो छ, त्यही पनि म साइकल कुदाइरहेको छु। सो अब अगाडि बढौँ है। अब यहाँबाट चाहिँ हामी अब कुदाउँदै जाने कुरो चाहिँ आएन हैन। यहाँबाट हामी यसरी हिँड्दै जाउँ। यहाँ अरूले पनि साइकल राखेछन् हैन। सो मैले पनि अब साइकल नै यहाँ राखेँ। सो अब म साइकललाई यहीँ राखेर अगाडि बढिरहेको छु हैन। अगाडि जानुपर्छ। सो हाम्रो अरू मान्छेहरू पनि छन् यता हैन। यता चाहिँ पानी कुवा छ, मतलब यो के अरे खोल्सा। यो चाहिँ ठेसा लाउने हो हाम्रो अर्कै अङ्कलको। यो ठेसा लाउने चाहिँ हाम्रो आन्टीहरूको हो हैन। ए लुकेर छाड्दै हुँदैन। टिकटक स्टारहरूलाई नदेखाएर हुन्छ। टिकटकरले के खान्छ भने बिरालो खान्छ। हाम्रो यहाँ 2-3 जना टिकटक स्टार हुनुहुन्छ। 4 जनै हुँदो रहेछ। के अरे इन्डियामा कुकुर खान्छ ल त। त्यस्तो ओइ नभन न किन भन्नु। सो गाइज मम्मी चाहिँ यहाँ भुस उठाउँदै हुनुहुन्छ हैन। गाउँको भुस हैन, दालको गाउँको भुस उठाउँदै हुन्छ यहाँ। के ए सरी ल। साइकलको डोरी छ छैन हेर जा। बोरा कतिवटा छन् हेर। बोरा अब एउटा कि दुईटा होला? दुईटा होला नि, नपुगे ल्याउनुपर्छ घरबाट। जो अब यहाँनिर ठेसा लगाउँछन्। अब यो लगाइसकेपछि हाम्रो पालो हो हैन। यो लगाइसकेपछि हाम्रो पालो। बोरा पनि सक्यो क्यार। यहाँनिर पनि उठाउनु भयो। अब एकछिनमा हाम्रो पालो छ। यहाँ हाम्रो मिट मम घाँस काट्दै हुन्छ। ओ मम हेलो। कहाँ त्यत्रो पर देखिन्छ हौ?
गाइज म भर्खर आइपुगेको छु होइन। मैले कति बोरा ओसारे त्यो म देखाउँछु। अहिले चाहिँ रात परिसकेको छ, 6 बजिसकेको छ, 6:30 भइसकेको छ। मम्मी आउनु भएको छैन किनभने मम्मीले घाँस पनि काट्नु भएको थियो। त्यो घाँसको बोरा लिएर आउँदै हुनुहुन्छ र मैले चाहिँ कति बोरा ल्याएँ त। सो हेर्दै जाउँ। आमा छोरा सँगसँगै आएको भए नि हुन्थ्यो भन्नुला कोही पनि, कोही म चाहिँ साइकलमा आएको। मैले बोरा ओसारेँ, मम्मी घाँसको बोरा लिएर आउँदै हुनुहुन्छ है। त देखाउँछु। र यो चाहिँ मेहनत गर्नेको हात, यो हात र अर्को अर्को त यो खेसारीको उ रहेछ कि यो घाँटी बसिरहेछ, यो खार लागिरहेछ। यस्तो भेट्छ नि मलाई र म देखाउनु गइरहेको छु तपाईँलाई है। मैले कति बोरा ल्याएँ त्यो म देखाउँछु ल। मैले ल्याएको भनेको 1 2 3 बोरा मैले ल्याएको आज मात्र, आज है। र अस्ति ल्याएको भनेको 1 ल्याएँ। र मैले मेरो ल्याउने साधन भनेको यही हो। र मैले ल्याएँ साथीहरू। आज यस्तै भयो। थ्याङ्क्स फर वाचिङ। मेरो कपालभरि जिउभरि सबैतिर भुस छ। सो म अब नुहाउँछु है। थ्याङ्क्स फर वाचिङ गाइज। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न भन्नु नबिर्सिनु होला। लभ यु अनि सी यु सुन नेक्स्ट ब्लग।